सो हेलो एभ्रिवान, आज चाहिँ हामी एउटा मुभीको ट्रेलरलाई चाहिँ रियाक्सन गर्नु गइरहेको छु। सो कस्तो लाग्छ तपाईँलाई है, बिचमा म कस्तो कस्तो लाग्छ सो तपाईँहरूलाई पनि भन्छु, अनि तपाईँ पनि कमेन्ट गर्नु होला। कक्षा 3 को नतिजाको प्रथम स्थान हासिल गरेकी छन् बोमा अधिकारी। कतिचोटि फेल भयो भने थाहा छैन उहाँहरूलाई। पढ्या भए पो अङ्क गर्न जानु चोर धोन्द्रो भएपछि बाउले यो थमाइने वाह वाह, सिनेमाटोग्राफी चाहिँ बगाल है, लाइटिङ साइटिङ यताउति आमा। बाजे मलाई पनि सिकाइदेऊ है, दामी एक्टिङ, बाबुको एक्टिङ बगाल छ ल। आएन भने त हात काटिन्छ नि। के भयो बिचमा? फ्रम द मेकर्स अफ पुरा बहादुरको सारङ्गी, हाम्रो पुरा बहादुरको सारङ्गी बनाउने डिरेक्टरले चाहिँ बनाउनु भएको रहेछ, उहाँ मेकरहरूले चाहिँ बनाउनु भएको रहेछ है। जस भाइब्स उस्तै उस्तै छ। वाउ, स्कुल गएन कि भागिस ड्रेस नलगाएको देखेर मास्टरले मलाई कुटे। अब म कहिले स्कुल जान्न बा। मेरो छोराकोले तपाईँ हो जे सोध्यो फिल्मको मात्र उदाहरण दिन्छु। क्यारेक्टर फिल्ममै इन्ट्रेस्टेड रहेछ जस्तो लाग्यो है, पढाइमा हुँदा पनि। यस्तालाई नकुटेर कसैलाई कुट्ने? काम सिकाइदिए भनेर मलाई फकाउन खोज्या हो। हैन, म त दुईटा विषय मात्र लगाएर पास भएँ नि। दुईटा विषय मात्रै लगाएर पास भएर रहेछ। दुईटा बा कसले बोलाउँदैन। तेरो छोरो पढ्नमा लाज छ, अनि कसरी पाउँछ साथीले? त्यो त गरिबको लागि होइन र। तेरो छोरो गरिबमा त पऱ्यो, तर जेलदारमा पऱ्यो। अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु। ओहो, स्टोरी चाहिँ बगालै छ क्या हो। के गरिस्? यहाँ चाहिँ गरिबको घरमा चाहिँ बत्ती छैन, अनि हल्का धनीको घरमा चाहिँ बत्ती आएर रहेछ, गरिबको घरमा चाहिँ त्यो दियो नै बाल्नुपर्ने जस्तो देखिएको रहेछ है। त अब अलि पुरानो टाइपको स्टोरी रहेछ जस्तो लाग्यो। तिमी यसलाई पढाएर संसार देख्न चाहन्छौ? किन जिद्दी गर्छौ दाइ? ज्ञानीलाई पढाउने जिम्मा मेरो भयो। पढ्न मन नलाग्दा तिमीले आफ्नो बालाई के भनेर झुट बोल्छौ बाजे? हामीलाई त बाले पढ्न गए गाली गर्थे। तिम्रो बा त कति साथी। अब यसो गरौँ सञ्चार, त्यसलाई एक कक्षा घटाएर 2 मा पढा। राम्रोसँग पढायो भने ज्ञानी पास हुन्छ दाइ। यो समाजले फर्स्ट हुनेलाई मात्र मान्दो रहेछ। के भयो भनेर सोच्छस्? साले अनपढ गवार। तँलाई काठको काममा मजा जस्तै मलाई नि लेख्न मजा लाग्छ। कि त बाले रोल्नु मरेको बनाउँछन् कि त मार्छन्। यस्तो बा हुनुभन्दा त मरेको नै जाथे। सो रोल नम्बर 1 मुभी दामी आउला जस्तो छ। बाउलाई चाहिँ एउटा आफ्नो छोरोलाई चाहिँ एउटा ठुलो मान्छे पढाएर ठुलो मान्छे ट्यालेन्ट बनाउने होइन सपना छ, अनि त्यसको लागि चाहिँ धेरै दुःख गरिरहेछ जस्तो लाग्यो होइन। अनि तर उसको छोरालाई चाहिँ पढाइमा इन्ट्रेस्ट नभएर अनि उसलाई चाहिँ सिपप्रति इन्ट्रेस्ट भए जस्तो लाग्यो। हामीले चाहिँ नेपाली सिनेमाहरूलाई चाहिँ एकदम माया गर्नुपर्छ, नयाँ नयाँ कथा वस्तुहरूमा बन्दा हुन्छ। जस दामी लाग्यो, तपाईँहरू पनि हेर्नु होला। ओके बाई, सी यू नेक्स्ट भिडियो, टाटा।